यो चाहिँ कुकुर भ्याइन्छ आनन्द 3-4 वर्षमा घर पुगिन्छ नि आनन्द वाउ खुसी आई एम ह्याप्पी डान्स गरौँ न एकचोटि यस्तो यस्तो हेलो नमस्ते गुड मर्निङ वेलकम ब्याक टु माई च्यानल आई होप हजुरहरू सबै सन्चै हुनुहुन्छ हजुरको दसैँ तिहार पनि रमाइलो भयो होला मेरो पनि रमाइलो नै भयो भनौँ ठिकै भयो यसपालि चाहिँ म माइती घर जान पाएन यतै नै मैले चाहिँ दसैँ तिहार दुवै मनाएँ मम्मीलाई चाहिँ सन्चो पनि थिएन जियोस् होइन मैले चाहिँ मेरो फ्यामिलीहरूलाई चाहिँ धेरै 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 मिस गरेँ तर मैले चाहिँ होइन त्यही अलि नराम्रो मान्छ कि भनेर पनि होला कि अब बिदा पनि मिलेर होला उहाँहरूको चाहिँ अनि आज चाहिँ हामी ट्रिपमा जाँदैछौँ सो अब प्याकिङहरू गर्दैछौँ आफ्टर भाइटिका फाइनली आज हामी ट्रिपमा जाँदैछौँ मैले प्याकिङहरू सबै कम्प्लिट गरेँ र बाहिर आएर हेरेको त यस्तो उज्यालो भइसक्यो रहेछ अनि यो लाइट भने मलाई लास्टै मनपर्छ कोजी भाइब्स एन्ड फिलिङ्स दिन्छ यो लाइटहरू मैले रुममा पनि डेकोर गरेर राखेको छु हामी चाहिँ सामानहरू प्याक गरिसकेछौँ अब यहाँबाट तल जान्छौँ तलबाट मम्मी नास्ता पकाइसकेछ हामीलाई नास्ता खाएर चाहिँ हामी हिँड्छौँ हाई गुड मर्निङ गुड मर्निङ अनि किन रिसाइसकेछ त रिसा छैन अनि त्यस्तै गर्नुभएको त मुख सुक पुरा ठस्स पारेर होला र जाम छिटो जाम ल जाऊ टु बी कन्टिन्यू गाइस हामी चाहिँ हिँडिसक्यौँ होइन अनि त्यसपछि अब अगाडि घरभन्दा अलि अगाडि छ त्यो चाहिँ के आफ्नो जर्नी स्टार्ट भइसकेको छ यहाँबाट हामी जाँदैछौँ अहिले चाहिँ घर नजिकको हामी ब्रिजतिर पुग्यौँ यता तलतिर चाहिँ सेती रिभर हो जो आज वेदर चाहिँ क्लियरै थियो हिजो भाइटिकाको साँझ चाहिँ कस्तो पानी परेको ला भोलि कसरी जाने भने हामी डराउँदै थियौँ माउन्टेनहरू जोस् मजाले देख्छ घाम लागेको चाहिँ आइ एम ह्याप्पी फ्रम हेम्जा रोड यहाँबाट दुईवटा ब्युटिफुल हिमाल देखिन्छ एउटा चाहिँ माछापुच्छ्रे अनि अर्को चाहिँ अन्नपूर्ण जुन चुचो देख्नुभएको छ त्यो चाहिँ माछापुच्छ्रे अनि साइडको चाहिँ अन्नपूर्ण पहिला सुरुमा चाहिँ आफ्नो सेफ्टी हुनु पर्यो जस हेलमेट चाहिँ लगाउनु पर्यो मैले पनि लाथेँ र अगाडिको बाइकको पछाडिको लेडिज हुनुहुँदो रहेछ उहाँले पनि हेलमेट लाउनु भएको थियो र उहाँले त आफ्नो सुजको पनि प्रोटेक्सन गर्नुभएको थियो दुवै त्यो खुट्टाको जुत्तामा चाहिँ पोलिथिन लाउनु भएको थियो प्लास्टिक म फेरि जुम गरी गरी देखाइरहेको थिएँ यति हाँसो लागिरहेको थियो मलाई कति प्रोटेक्सन गरेको भन्दै त्यो सेतो छ दाग लागिहाल्छ धुलो लाग्छ हिलो लाग्छ भनेर होला फाइनली हामी म्याग्दी जिल्लाको बेनी नगरपालिकामा प्रवेश गऱ्यौँ यहाँबाट हेलो गुड मर्निङ नमस्ते आज चाहिँ हाम्रो नेक्स्ट डे हो हिजो चाहिँ मलाई सन्चो नभएर चाहिँ हामी लेती भन्ने ठाउँमा बस्यौँ नत्र हाम्रो चाहिँ टार्गेट के थियो भने चाहिँ हामीहरू जम्सुम गएर बस्ने भनेर हिजो चाहिँ मलाई अलिकति सन्चो नभएर नै हामी चाहिँ यति बस्यौँ सो अब चाहिँ हामी कहाँ जाने भने सानो आज टिटी लेक अनि दुम्बा लेक अनि अरू मार्फा गाउँ यति चाहिँ घुम्छौँ हामी मुक्तिनाथ जाने पनि प्लान थियो होइन सानो त्यो चाहिँ क्यान्सल भयो सन्चो छैन नजाने भनेर त्यहीँबाट नि हामी चाहिँ भोलि फर्किन्छौँ होइन सो अहिले चाहिँ 6 बजेको छ म हजुरलाई चाहिँ हाम्रो चाहिँ हामी जुन होटलमा बसेको छ त्यो चाहिँ सिउ लज हो त्यसको चाहिँ म बाहिरको ब्याकग्राउन्ड चाहिँ देखाउँछु सानो उर्स्यो न रातमा खासै निदा नै जान्छु सोच्छु राति खासै निदा जान सोच्छु ए 6 बजिसकेछ त म फ्रेस हुँ मैले चाहिँ बाल्कुनीमा गएर भ्यू देखाउने भनेको म एक्लै जाउँ
कस्तो राम्रो हेर्नु न माथि यहाँ चाहिँ झन्डा सरसर फैरहेको छ हावाले गर्दा जस्तो राम्रो देखाएको छ भ्यू म चाहिँ हजुरलाई पछि बाहिर गएर पनि देखाउने छु है म अहिले चाहिँ फ्रेस हुनु पर्यो हामी चाहिँ सिउ लजमा चाहिँ बस्यौँ अब यहाँबाट चाहिँ हामी हिँड्दैछौँ हाम्रो रुम देखाउँदैछु हजुरलाई कस्तो छ भनेर मलाई त लास्टै मन पर्यो आइसु न यो करेला जस्तै छ है हो ए कस्तो राम्रो लाग्यो नि मलाई यहाँबाट चाहिँ मेन गेट यो इन्ट्री गर्ने यहाँबाट चाहिँ यो उसको हो सानो बुद्धिस्टहरूको अनि यता हेर्नुहोस् जो राम्रो के यो चाहिँ लिभिङ एरिया यहाँ बसेर पार्टी अन्तखेरि साथीहरूसँग आगो ताप्ने यता लास्टै राम्रो रहेछ अनि हामी चाहिँ माथि हाम्रो रुम नम्बर कति हो रे 206 सानो मेरो ल अब हामी चाहिँ लन्च गर्न गएको होइन अनि त्यसपछि हामी जानेछौँ टिटी लेक होइन टिटी ताल लेट्स गो पुन्टु कम्पास्ट Hi. Let's go. Surrounding. ज्याकेट लाऊ ए खै ज्याकेट माथि यस्तै केटी यता आउने गरेको देखियो हिमालय आउने ए भिडियो हो फोटो खिच्नु नि ए आज त माथातिर होटलमा कतिको सस छ नम्बर दिनु न सोचेर हजुर फेरि आज फेरि 12 बजे त हिँड्नु पर्ने होला फेरि हामी चाहिँ लन्च गर्न गएको हाम्रो चाहिँ ब्रेकफास्ट आयो अब हामी खाएर चाहिँ हिँड्छौँ यहाँबाट हामी चाहिँ टिटी लेकको लोकेसन सोध्दैछौँ कति टाइम लाग्छ ल थ्याङ्क यू गाउँ जस्तो आइरहेको राइट कि लेफ्ट You can see from here कस्तो राम्रो माउन्टेनहरु देखिरहेछ जोस टिटी ताल जानुभन्दा अगाडि चाहिँ यो भ्यू चाहिँ देखिन्छ हामी टिटी लेक पुग्यौं देखिराख्नुहोस् होला यो दिस इज टिटी लेक दामी भ्यू पछाडिको भ्यू वाओ माय गॉड इट लुक्स सो गॉर्जियस ओ माय गॉड हामी चाहिँ अब सेफ जर्नी रे थ्यांक यू रे ओ माय गॉड सानो कति राम्रो देखियो अन्नपूर्ण हैन धौलागिरी दिस इज धौलागिरी अनि एन्ड देन आफ्टर म छक्क पर्यो यार सुरान देखेको सानो यस्तो भ्यू मिस गर्छन् हामी फाइनली हामी चाहिँ टिटी लेक पुग्यौं टिटी लेक जस्ट यसको तल छ हामी चाहिँ यता माथिपट्टि चाहिँ माउन्टेनको भ्यू एकदम राम्रो देखेर हामी चाहिँ यहाँ फोटो भिडियोहरु बनायौं कस्तो राम्रो है दाइ तपाईको सबै
कतिवटा छ दाइ भेडा 150 यो चाहिँ कुकुरा यसले चाहिँ भेडाहरू चाहिँ लखेट्छ भन्नाले अरू उसबाट बचाउँछ बाघहरू त्यस्तैबाट अर्को कुकुर त्यहाँ छ मेरो सानो त्यहाँ छ आइ राम्रो रहेछ है बाटो पनि सर्फर रेडिङ लागेको यस्तो राम्रो देखिन्छ तर यसको नाम किन टिटिलले राखेको टी सेप पो छ र माथिबाट घाममा चाहिँ राम्रो देखिने रहेछ यो जस्तो होइन लेतेको पछाडिपट्टि हेर्नु सानो यतिको पारिपट्टि ठ्याक्कै त्यो टिटी लेक छ माथिबाट यता घाम छ पर्दै कस्तो राम्रो देखिन्छ अलि यो अहिले चाहिँ राम्रो मन्दिर पनि रहेछ वाउ हेर्नु न टिटीले कति राम्रो लाग्यो मलाई चाहिँ यो भनेको चाहिँ टुरिस्ट एट्र्याक्सन प्लेस हो यसमा आर्टिफिसियल केही छैन सब नेचुरल ब्युटी हो यसको हिडन चार्म चाहिँ के छ भने चाहिँ यहाँबाट दुईवटा ब्युटिफुल माउन्टेन देखिन्छ अन्नपूर्ण र धौलागिरी कति मान्छेलाई चाहिँ यो ठाउँ कता छ भनेर जानकारी छैन होला हामी चाहिँ होइन लेदेबाट सियु होटलको बाट हिँडेको बिहान जस्ट 20 मिनट जति चाहिँ लाग्यो रोड पनि क्लियर छ त्यस्तो केही पनि छैन अप्ठ्यारो सो सबैजना आइदिनु होला यो पिच रोड हुँदै अप्पर मुस्ताङ काबेनी मार्फा जोमसुम दुम्बा लेक मुक्तिनाथ गइन्छ बाटो पनि एकदम इजी नै छ त्यस्तो अप्ठ्यारो चाहिँ छैन पिच रोड छ मजाले लगभग 1 आवर जति होला अफ रोड नत्र भने यस्तै नै इजी छ इन्जोय गर्नु यो भिडियो हेर्दै र हजुरहरू पनि प्लानिङ गर्नु नेक्स्ट टाइम फ्यामिलीसँग हस्बेन्डसँग फ्रेन्डसँग जोसँग आउँदा पनि जोसँग कम्फर्टेबलै छ बाटो चाहिँ आउनु होला नेक्स्ट टाइम हाम्रो चाहिँ यो फर्स्ट टाइम हो हाम्रो चाहिँ बाइक जर्नी हो विथ माई हस्बेन्ड एकदम रमाइलो भइरहेछ इन्जोय एकदम सरर हावा पनि चल्ने रहेछ एकदम हावा चाहिँ एकदम बेसरी चाहिँ चल्छ जोस होइन हामी चाहिँ मजाले हेर्नुहोस् न अगाडि पनि यति मान्छेहरू गइरहेको थियो कुनै बाइकको बाइक गाडीको गाडी कारको कार स्याउ बगेछ यो स्याउ बगेछ अरे अनि पहिले बुक गर्नुपर्ने अप्रिलबाट बुक हुँदो रहेछ अनि हामी त अहिले भर्खरै एउटो ठाउँ पाएन मार्फामा अब हामी चाहिँ पिएचसीमा बस्ने भनेर उहाँले चाहिँ कुरा गर्नुभएको छ आफ्नो सरसँग अनि उहाँले म एउटा रुम म्यानेज गरिदिन्छु भन्नुभएको छ अनि हामी चाहिँ यता मार्फामा चाहिँ होइन भिडियो सिडियो बनाउँला होइन अनि भिडियो सिडियो बनाएपछि त्यहाँ गएर हामी एक रात बस्ने त्यहाँबाट नि कहाँ जाने घर त्यहाँबाट घर फेरि हामी पोखरा ब्याक टु पोखरा यहाँ चाहिँ हाम्रो खानको लागि आएको होटल मार्फाको होटलमा यस्तो छ होटल चाहिँ यस्तो छ गाह्रो चाहिँ लास्टै पहिला यस्तो टाइम हुन्थ्यो है यो चाहिँ लास्टै हाम्रो चाहिँ खाना आइसक्यो हामीले कति बजे खायौँ है सानो 1 बजे हालिदिनु ठ्याक्कै 1 बजे हस् थ्याङ्क यू ठ्याक्कै 1 बजे खायो है हिजो चाहिँ खाएन हिजो डाइरेक्ट राति है बाफ्रे मान्नै पर्छ हामीलाई त हिजो खाना हामीले बिहान नखाएर एकैचोटि राति खायौँ है आज फेरि बिहान नखाएर एकैचोटि 1 बजे स्टार्ट गरेको यता हेर्यो मिठो छ मिठो छ फेरि उतै जानु पर्यो रुमै पाइएन गाइस हाम्रो
हामी अब फेरि जहाँ हिजो बस्छ त्यहाँ हामी लेदे त्यहीँ बस्ने भयो। म पनि अब स्टार्ट गर्छु, लास्टै भोक लागेको छ यार। खाना खाइसकेपछि हामी चाहिँ रुम खोज्न हिँडेको, काप्पेनीतिर अब जान लागेको। अब त्यहाँ होटल पाउँछ भने त्यहाँ बसौँला भनेर। यता मार्फातिर त हामीले पाएनौँ, अनि यता जमसुङको बजारमा पनि हामीले पाएनौँ भन। त्यसैले हामी चाहिँ अब लास्ट अब काबेनीमा पाउँछ भने त्यहीँ बसौँ न, भोलि त्यहाँबाट फेरि मार्फा घुम्न सजिलो पनि हुन्छ भनेर हामी चाहिँ काबेनीतिर लागेको। पृथ्वी तर्पण कसरी सुरु भयो हजुरलाई जिज्ञासा त लाग्यो होला। म हजुरसँग केही हिस्ट्री सेयर गर्न गएँ त्यसको बारेमा। परार पूर्व कालमा देव र दानव बीच वाद विवाद भएको थियो रे। त्यस बेला नै त्यस ठाउँमा मानवहरूले मृत्युवरण गरेका रहेछन्। त्यसपछि प्रश्न उठ्यो, अब तिनीहरूको मुक्ति कसरी सम्भव हुन्छ? शिव महादेवले वर दिएछन्, त्यो नदीको किनारमा जो पृथ्वी तर्पण गर्नेछ उनीहरूले आफ्नो इच्छा अनुसार ब्रह्मलोक, विष्णुलोक, शिवलोक प्राप्त गर्नेछन्। त्यसैले यो सबै कुराहरू विश्वास मानेर विभिन्न ठाउँबाट भक्तजनहरू अझै पनि आइराख्नुहुन्छ। त्यसैले यस काबेनीलाई नै पवित्र स्थलको रूपमा चाहिँ चिनिने गरेको छ। जुमसुमको तल भागमा देखिने डाँडा काँडामा भरि बोट बिरुवा जङ्गल देखिन्छ भने अप्पर मुस्ताङमा देख्न पाइँदैन। त्यति मात्रै होइन, जुमसुमभन्दा माथिको चलन वेशभूषा रीतिराज पनि फरक छ। मुस्ताङको बासिन्दाहरूमध्ये थकाली गुरुङ तिब्बती प्रमुख हो भने अप्पर मुस्ताङमा तिब्बती जनसङ्ख्या बढिरहेको छ। अहिले चाहिँ हामी दुम्बा लेक जान लागेको। यो चाहिँ करिब जमसुम बजारबाट 2.5 किलोमिटर पश्चिमतिर रहेको छ। दुम्बा लेक जाँदा हामी यो थिनी गाउँ हुँदै जानुपर्छ। यो चाहिँ थिनी गाउँ हो, राम्रो ब्युटिफुल छ। जस यता पनि हामीले चाहिँ ट्राई गऱ्यौँ होटल पाउँछ कि भनेर, हामीले चाहिँ पाएनौँ। त्यसैले जाम अब दुम्बा लेक घुमेर आउनुपर्छ भनेर हामी चाहिँ दुम्बा लेकतिर गयो। टिकट सिस्टम रहेछ यहाँ चाहिँ, 2 जनाको 60 हो नि सानो। टिकट छैन, टिकट छैन, त्यही हो पैसा दिने। समुद्र तहदेखि करिब 3000 मिटर उचाइमा रहेको दुम्बा तालको कथा। स्थानीय मानव अनुसार 100 वर्ष पहिले त्यो तालको पानी अचानक सुनौलो रङमा परिवर्तन भयो। त्यसपछि गाउँका ज्येष्ठहरूले बिच्छु बुद्धिस्टहरूलाई बोलाएर प्रार्थना पूजा गरेपछि 7 दिनसम्म मन्त्र जप लगातार गरे। त्यस तालमा अचानक हावा चल्यो अनि पानी फेरि बिस्तारै निलो रङमा फर्कियो भन्ने जनविश्वास रहेको छ। आज पनि स्थानीय र तीर्थयात्राहरू दुम्बा ताल पुग्दा पहिले शान्त स्वभावले बस्छन्, प्रार्थना गर्छन्। हामी पनि दुम्बा ताल पुगेपछि हामी पनि एकछिन शान्त स्वभावले बस्यौँ र दुम्बा तालको सुन्दरतामा हामी हरायौँ। कबड्डीको लास्ट सिन हैन, दुम्बा लेक। हाई पुन्टु। राम्रो त राम्रो लाग्यो मलाई। टिटी लेक भन्दा यो राम्रो छ हैन? छ त राम्रो। सफा होइन अनि त्यो मेन्टेन पनि त कहाँ छ यहाँ त्यो। ए हो र, हामीलाई थाहै थिएन। हामी चाहिँ अब फर्किँदैछौँ। यो चाहिँ जमसुङको बजार हो। यहाँ चाहिँ फेरि लास्टै हावा चल्ने रहेछ। अब हेरौँ हाम्रो चाहिँ कहाँ हुन्छ बास। अब लेट्स से। सानो रुम पाइयो। फाइनल्ली बाबा कहाँ गयौँ भन्न त पारो सुरुमा। कहाँ गयो यो सारा मुस्ताङ लोवर मुस्ताङ सारा घुमियो। कहीँ नपाएर खोजेर पाइयो। अब हामी डाइरेक्ट कहाँ जाने भनेको सानो भन त। हामी त सिधै तल लेते जाने। हिजो बसेको ठाउँ त्यही जाने भनेको। हिजो बसेको ठाउँ लेते जाने। लेतेमा गएर एउटा साथी चिनेको साथीले एउटा कोठा मिलाइदिएको थियो, त्यही अर्को घर।
त्यहाँ बसेर फेरि भोलि बिहान मार्फा निस्किने भनेको कस्तो बिचबाट बसेँ बिचबाट मार्फा त अलि अगाडि अलि चाहिँ yes. त्यो होटल अघि आउँदैन देखेको थियौँ होइन अब यता के पाइएन भने हामीले त्यो सोधेनौँ भने यता सोध्यौँ त्यसको त्यो होटल पनि प्याक थियो यता अलग्गै यता अर्को होटल रहेछ तिनीहरूको खेतबाट बारीबाट है हिजोको जस्तो रुम त छैन तै पनि अब यतिको हिजोको त धेरै त्यो आनन्द देख खुसी छौ नि मा त्यहाँ जानुपर्ने है यहाँबाट कति टाढा लाग्छ नि कति घन्टा लाग्छ नि के चाहिँ त्यहाँ पुग्न हिजो बसेर अझै 1 घन्टा लाग्थ्यो अझै 1 घन्टा लाग्थ्यो 1 घन्टा लाग्थ्यो यस्तो चिसो 1 घन्टा होइन अझै अँध्यारो भइहाल्छ नि 1 घन्टा अझै लाग्छ 1.5 घन्टा लाग्थ्यो बाबा थ्याङ्क गॉड 1.5 घन्टा भनेको 3 घन्टा चाहिँ फाइदा हुनुको 1 घन्टा 2 घन्टा फाइदा हुनुको थ्याङ्क गड रुम पायो है सो गाइस म हजुरलाई के भन्न चाहन्छु भने तपाईँ नेक्स्ट टाइम होइन दसैँ तिहार मनाएपछि भ्याकेसन आउने भन्नुहुन्छ त्यतिखेर प्लिज प्लिज पहिले बुकिङ गरेर आउनु र नत्र भने हामी जस्तो नत्र हामी जस्तो दुःख पाउनुहुन्छ बाफ्रे थ्याङ्क गड पाएँ यति साह्रो होला अनि चाहिँ मैले आश गरेको थिएँ तर यो अब यस्तो भयो कि सानो टिकटक यताउता गर्नको लागि भिडियोको लागि पनि मान्छेहरू आउने भयो त्यो पहिला थाहा थिएन कसैलाई पनि आज जुन कुना पनि होटल बिजी हो नि न त भिआइपीदेखि लोसम्म सब बिजी कि एउटा हामीले चाहिँ कस्तो भन्थ्यो एउटा जुन रुम दे पनि चल्छ भनेको सानो एउटा खटिया धन्दा यतिको रुम पाएको हेर्नु ए कस्तो राम्रो छ ए म ब्याक क्यामेरा गर्दै यो धेरै राम्रो बा पछि अलि बाहिर निस्केपछि बाहिरको ब्याकग्राउन्डहरू पनि देखाउँछ दुईटा सिरक छ भाग्य अलिकति रहेछ आज हामी दिनभरि चक्कर लाग्यो है मार्फा पनि त्यो भिडियो आज त्यो खोज्न नहिँडेको भए हामी मार्फा पनि मजाले घुमिन्थ्यो अब अनि माथि रुम खोज्दा खोज्दा नि अलि माथि जाऊँ भन्दा माथि त्यो कापेनी पनि पुगेर अनि अर्को थिनी भ्यालीमा पनि थिएन अनि अर्को धुम्बा तिर पनि कहीँ पाएनौँ कि हामीले अब खै अब कुनै त थियो कि के थाहा होइन जति हामीले सोध्दै गयो त्यो सब ठाउँ त ट्याग छ पहिले गर्नु पनि हेर्छ अप्रिलबाटै बुकिङ हुन्छ भने बा मार्फा गरेर भिडियो बनाउने 1 घन्टा जति चाहिँ भेटिन्छ 1 घन्टा त्यसपछि हाम्रो काम भ्याइन्छ स्वाट घर भ्याइन्छ 4 घन्टा 4-5 घन्टामा चाहिँ घर भ्याइन्छ भनेको चाहिँ भोलि 10 बजीसम्म 10-11 वर्ष हाम्रो भ्याइन्छ 3-4 वर्षमा घर पुगिन्छ आनन्द डान्सहरू पनि रहेछ हामी चाहिँ बसेको होटलको किचन चाहिँ यहाँ छ हामी नास्ता खान आछौँ र हाम्रो बेलुकाको डिनर पनि यतै नै हुन्छ बसेको रुम चाहिँ यहाँबाट यस्तरी के खायो नास्ता चिया अनि अन्डा करेन्ट मिल्टी म ब्ल्याक टी र अनि करेन्ट र विथ अन्डा साह्रै जाडो भयो हावाले धेरै हान्यो अब जिउ तातो मन पर्यो नि त यस्तो रब गर न हात रब गरेर चाहिँ तातो मन त फेरि हुँदैछ त्यो कस्तो हावा चल्नु रहेछ होइन ऊ हेर न कस्तो राम्रो होला के रे निलगिरी यता पनि छैन है जाडो भयो यस्तो भिडियो बनाउँदा मिठो छ है मिठो बिहान 1 बजे खाएको है ब्रेकफास्ट खायो नि त बिहान फेरि यो चाहिँ हामी बसेको होटलको यता चाहिँ हामी नास्ता खायौँ टुकुची रहेछ टुकुची ठाउँमा चाहिँ यो हामी खाने किचन होइन सानो होटल हो तर यसैको होटल अर्को पनि छ पछाडि यता त हामीले पाएनौँ अनि उहाँ आन्टीले यता साइडमा छ हाम्रो अर्को होटल पनि भन्नुभयो त्यहाँ पायौँ यहाँ चाहिँ हामी नास्ता खायौँ अन्त जाऊँ आऊ यहाँ होटल रहेछ अब हामी बसेको रुम देखाउँछु यहाँ आन्टीको अर्को पनि होटल रहेछ
धन्नै पाएँ मैले सानो आइएम सो ह्याप्पी एसी पनि रहेछ यार एसी पनि रहेछ त तलको रुमको रहेछ यार यो घरको होड त पछाडिको त्यो झ्यालै झ्याल भएको रुम हो यो एकदमै धराप गेट छ त्यहाँबाट लडियो भने मान्छेबाट लडियो भने सक्यो यतिकै रहेर भन्नु पाइयो This is our humble room. हिजोको भन्दा डाउनग्रेड हो तर everything is accepted right now. तर यो भनेको एकदमै दामी रुम हो कहाँ गोठमा सुत्नुपर्छ जस्तो लागेको थियो यो त धेरै राम्रो यो त बेड पनि सफ्ट छ होइन दुईवटा सिरक छ रातभरि जाडो हुन्न बाथरुम नि लगभग एट्याच जस्तो एट्याच नभए नि अट्याचै हो त्यो बाथरुम होइन अब हाम्रो सामानहरू यहाँ छ झ्यालो सबै छ एकदमै Yes. Bye for now. यहाँ चाहिँ लास्टै चिसो छ टुकुचेमा टोपी सोपी लगाएर सुतिरहेछ दुईजना खै तपाईँको टोपी देखेछ खाना खाएर आयौँ अनि आज चाहिँ सब सुत्ने दरकारमा छौँ भोलि बिहान 8 बजी उठाउँला है अनि भोलि बिहान अब डाइरेक्ट हामी 8 बजी उठ्नेछौँ यो पछाडि ब्याग हुन्छ नि ब्याग भन्दा नि यो स्कापुलातिर लास्टै पेन हुने कि अझै है हिजो पनि सुतेर उठ्दा त बिहान यो पेन भइरहेको ढाड त नै पछाडिको दुइटै स्कापुला ब्यागमा ट्राभल गर्नु गाह्रो हुन्छ नि त थर्काउँछ उसले त मेरो आन्द्रा भुँडी सबै बेरिरहेको थियो मेरो यस्तो राम्रो रोडमा त थकाउँछ अफरोड पुरै अफरोड भएर कस्तो हुन्थ्यो होला त्यही त त्यस्तो बाटो त छैन कुनै कुनैमा चाहिँ अलिकति अफरोड छ अफरोड भन्नाले फेरि त्यस्तो अफरोड पनि होइन तर तल चाहिँ ग्राभिल भएको होइन सानो त्यही हो अब लास्टै थाकेछ भर्खरै खाना सुतेको थियौँ हामी उताको नानी बोलाउन आयो खाना आउनु भनेर अङ्कल अङ्कल त म त कुरा बोलेँ इज माई अङ्कल अङ्कल रे क्या खाना आउनु रे अनि गयौँ खाना खायौँ चिसो लास्टै चिसो टोपी सोपी लगाएर गएको खाना खायौँ 3 डिग्री सेल्सियस भइसकेको छ मुस्ताङमा टुकुचेमा 3 डिग्री सेल्सियस हामीले वेदर पनि चेक गऱ्यौँ विन्टर सुरु भइसक्यो पोखरातिर त अझै गर्मी जस्तै छ दिउँसो त्यहाँ त घाम लाग्छ यहाँ चाहिँ गर्मी छ यहाँ त चिसो सुरु स्टार्ट भइसकेको रहेछ सो अब गाइस भोलि हामी लास्ट होइन डे 3 हुन्छ आज डे 2 हाम्रो भोलि चाहिँ डे 3 मा चाहिँ हामी कहाँ जानेछौँ सानो भोलि मार्फा गाउँको ड्रेस लाएर हामी भिडियो बनाउनेछौँ फोटो बनाउनेछौँ अनि हजुरहरूलाई अनि फोटो खिचेर नि एडिटहरू गर्नु पर्यो राम्ररी उ गर्नु त्यसलाई बनाउनु त भन्छ हो किन गाइस अनि केटा मान्छेले के थाहा भोलि बनाउनु होइन मैले जानु चाहिँ मुख ठुस ठ्यास गर्नु होइन फेरि है ल सिउन मार्फा भोलि मार्फामा हामी आउनेछौँ ड्रेस लगाएर भिडियो बनाएर होइन अनि जिरीको त्यो गानामा चाहिँ घुरिरहे तिम्रो तस्बिर एकान्त ल गाइस बाई गुड नाइट सानो गुड नाइट भनिदिन्छु सी यु टुमारो बाई गुड मर्निङ फ्रम मुस्ताङ अहिले चाहिँ बिहानको 8 बजेको छ म चाहिँ उठिसकेको छु जोस मजाले निन्द्रा पुग्यो हिजो हामीलाई है होइन सानो मजाले सुत्यौँ जोस चिसो पनि भएन तातै भयो थियो अहिले चाहिँ हामी अब यसपछि चाहिँ हामी ब्रेकफास्ट गर्ने फ्रेस भएर त्यसपछि यहाँबाट हामी चाहिँ मार्फा जाने मार्फा गएर हामी भिडियो फोटोहरू चाहिँ हामी क्लिक गर्छौँ अनि त्यसपछि त्यहाँबाट हामी घर जाने राति के अरे हिजो राति आउँछ कतिको धेरै गाडीहरू आएको थियो है बाफ्रे हिजो हामी गाइस होइन खाना लाग्थ्यौँ
अनि त्यसपछि त्यहाँ पनि अझै मान्छेहरू आएर थिएन कि रुम छ कि नै भनेर बिचरा छैन भने तिनीहरू गएन कि मलाई चाहिँ हाम्रो कन्डिसन याद आएको थियो कि हामी कति घरमा होइन सोध्दै हिँडेको थिएन होटलमा रुम छ कि छैन भनेर रिटर्न पठाइदिन्थ्यो तिनीहरूको मलाई त्यही याद आयो कि हामी चाहिँ कस्तो पायौँ सो हामी चाहिँ धेरै लक्की ठानेमा आफूलाई चाहिँ होइन उता साइड चाहिँ घाम लागेको छ यता चाहिँ घाम चाहिँ आएको छैन अझै पनि हावा चाहिँ चलिरहेछ सर लागेर यो साइड चाहिँ अझै घाम लाग्नु लागेको छ उता साइड चाहिँ घाम लागिसकेको छ कोल्ड इज टु कोल्ड हामी चाहिँ रुमबाट चेकआउट गरिसक्यौँ अब चाहिँ यता हामी ब्रेकफास्टको लागि आएको छौँ भन्ने सानो ब्रेकफास्ट खाएर नानी जान्छ मार्फा भएर एकछिन त्यो हामी 2 घन्टा आयो त्यहाँ लगभग 2 घन्टा 2 घन्टा पनि 2 घन्टा मात्रै 2 घन्टा दिन्छौँ त्यसपछि त्यहाँबाट हामी घर लाग्छौँ भनिसक्यो र हामी अब लन्च ब्रेकफास्ट गरेको तलै खाम्ला अनि मजाले बाइक सर चलाएर होइन अब फर्स्ट ट्रिप भने सानो चिया अनि त्यसपछि टोस्ट अमलेट नै हो त्यो हामीले यता पनि त्यही अर्डर गराएको छौँ लेट्स स्टार्ट सानो कमिङ मार्फा गाउँ जाने मेन गेट इन्ट्री गरियो त्यसपछि चाहिँ सेकेन्ड इन्ट्री गेट आउँछ जो यता इन्ट्री भइसकेपछि सानो गल्ली साँगुरो गल्लीहरू चाहिँ स्टार्ट हुन्छ अलिक स्पेस कम हुन्छ अनि हामीलाई बाइक चलाउनु नै अलिक गाह्रो भइरहेको थियो जस यता मान्छेको भिड पनि टन्नै थियो मुस्ताङको अन्य गाउँहरू खाली छन् तर मार्फा यस्तो गाउँ हो जहाँ सधैँ पर्यटकको भिडभाड हुन्छ गल्ली साँगुरो छ तर हजारौं पर्यटक अटेका छन् सुन्दा अचम्मै लाग्ला तपाईलाई यी साँगुरा गल्लीका घरहरूले सिजनको बेला लाखौं कमाइरहेका हुन्छन् हजुरको सामने यो स्याउ मन्दिर आउनु त्यही राखौँ यहाँ अर्को ग्रुपको छ दोकानमा आइसक्यौँ हामी अब ड्रेसको लागि चाहिँ भन्दैछौँ ड्रेस लगाएर अब हामी पनि रेडी हुने है हामी चाहिँ अब ड्रेस लाउँदै हुनुहुन्छ ए लाउने सानो ए लाउँछौ दाइ अरू कुन छ कलर ब्ल्याक हुन्छ ज्याकेट खोल्नु तपाईँ ज्याकेट दाइ अरू कुन कलर छ कलर छ रेड छ ब्लू छ छ जति छ मलाई यही सिम्पल हो यो अलिक बाक्लो टाइपको लाग्छ नि त्यो मुगा टाइपको त्यस्तो लाग्छ नि यो अटाउनु पर्यो नि अटाउनु र टोपी छ है भाइ टोपी उता हेड लाइन छ भुवावाला लाइन छ त्यति हो दाइ त्यो हेयरपिन चाहिँ यस्तो होला खोइ हेरौँ मलाई साँच्चैको भोटै देखेँ कि यार त्यस्तै होइसिन्छ नि प्योर यहीँ जम्यो यार यहीँ राखिदिने मलाई दाइ यसलाई के भन्छ यो पाङदेन भन्छ यो पान्देन हो पाङदेन पान्देन पाङदेन अनि दाइ यो कपडालाई यो छुबा यो छुबा पान्देङ अनि यो चाहिँ छुबा एल्लोवाला लाउनु बहिनी अनि यता एल्लो राम्रो देखाएको छ त्यो ड्रेस कपाल उचाल्दा बहिनी ल तपाईँको खिच्नु पनि म सेल्फ भाइ यता आउनु त भाइ मेरो भयो नि दाइ भयो तपाईँको माला लाउने बाँकी छ माला हेडबेन्ड हेडबेन्ड लाउने टप पाउनु है पाउँदैन एउटा टप मैले आफूले ल्याएको थिएँ त्यही लाउनु पर्यो यसमा टप हेरौँ
त्यस्तो खालको होइन अर्को त्यस्तो खालको त एउटा कलरमा यो लाम कि अर्को लाम टोपी खै अर्को ए यस्तो निस्कियो अर्को लाउनु न 1000 रुपैयाँ तर जाउँछ राम्रो देखियो हैन म हेडविन चुज गर्छु सेम त्यो अब यो चाहिँ यो अघि बाहिर भएको सेमी सेम हो सेम भयो भयो यो टोपी सोपी पनि लाउँछ नि टोपी केटाको हो लाउनु त लाउनु मान्छेले लाउनु मिल्छ केटाको हो कि केटीको हेड सानो चुज गर्छु नि त थ्याङ्क यू तर यही यसले छ त्यो म म्याचिङ ड्रेस चुज गर्छु नि दिस के तपाईँहरूको आधी घन्टा टाइमिङ हुन्छ है आधी घन्टा भइसकेपछि आधी घन्टा टाइम भित्र आउनुपर्छ दाइ यो ड्रेस लगाएर जहाँ पनि यसमा होइन यो पनि छ आज दाइ त्यो चाहिँ फोटो खिच्दै हो चाहिँ खै बहिनी क्यामेरा चाहिँ कहाँ जानुभयो अनि अरू यस्तो 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 अनि सानो कुन लाग्छ यस्तो 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 हट यस्तो सानो सानो कुन लाउनु यही ठिक छ त यति मलाई न के हेर्दिनु हेर्बेन यो नि ठिकै देखेछ है दाजु है ठिक छ यो यस्तो सरी ए लाग्यो है त्यो लुज भयो कि लिपस्टिक लिपस्टिक तर यो सन्नु छ तर यो नै यसो ए हेर्बिन मलाई यो मन पर्यो काउ यो ठ्याको होटेलमा त्यहाँ टिका भएन टिका लाउँदैन यो हाम्रो लाउन टिका लाउने बताए आधी घन्टामा आउने हो आधी घन्टा आउँछ आधी घन्टाभित्र चाहिँ आउनुपर्छ है सर गाइस अब हामीहरू गयौँ भिडियो बनाउन गइरहेछौँ बाई बनाइयो अब हामी चाहिँ मुस्ताङ छोडेर घर जान लागेको बाई बाई मार्फा बाई बाई मार्फा बाई बाई मुस्ताङ लास्ट भ्यू यस लास्ट भ्यू यस्तो भिड छ है छोडेर त जान मन थिएन त्यही पनि अब जानु त पर्यो सी यू नेक्स्ट टाइम बाई बाई मुस्ताङको पनि स्पेसली मार्फा भन्ने ठाउँ बाई बाई हजार त हामी चाहिँ अब फर्किन लागेको भ्याइयो हामी चाहिँ यहाँ अगाडि आएर खिच्नु पर्ने रहेछ आएन कि सबै फोटो भिडियो सब दामी छ कि होइन भन्नु भयो नि हामी यो गल्लीबाट अब बाई बाई चेकिङ पोइन्ट चाहिँ आज चेकिङ पोइन्ट
लगभग 1 बजेतिर चाहिँ हामी घाँसा पुग्यौँ अनि त्यसपछि अब भोक पनि लागेको थियो। अब खाना खानुपर्छ भनेर उहाँले चाहिँ एकछिन बाइक रोक्नुभयो अनि बिहान फेरि हामीले ब्रेकफास्ट मात्रै गरेको थियौँ नि त। अनि त्यसपछि अनि अब चाहिँ खाना खाऊँ भनेर उत्रयौँ। अनि अब यस्तै हेर्दै थियौँ कुन होटलमा खाने भने हामी चाहिँ एउटा गेस्ट हाउसमा छौँ खाना खान लाग्यो। म त भेजै खान्छु तिमी के खान्छौ? म खान्छु नाइ म नखाने तिमी खाऊ। अब खाना आयो। अब हामी चाहिँ खाना स्टार्ट गर्नु पर्यो। That's it. कति बजे ठ्याक्कै खाना खायो? 1 बजे होला। होइन 1 बजे छैन 45 सम्म। 5 बजे पुग्नु भयो। डेली हाम्रो खाना 1 बजेतिर भइरहेछ है आजभोलि। बिहान ब्रेकफास्ट खायो, हेभी ब्रेकफास्ट खायो अनि त्यसै 1 बजे खाना खायो। आज खायो हैन? मिठो छ? हुन्छ। दालमा हालिदिनुहोस्। थ्याङ्क यू। तपाईँलाई हाल्ने हो? मलाई हाल्छ। उतै जान्छ है फल। हाम्रो दाइले घिउ हालिदिनु भएको छ। अब हामी चाहिँ खान लाग्छ। हुन्छ त? आजले डेली खाना मेरो पनि त्यो फेमस ब्लगर भएको रहेछ। आई होप तपाईँको मुखमा दही भात घिउ हालेपछि मिठो लाग्छ है। बिहानको खानै नमिठो त्यहाँ साँझ है त्यो होटलको खोया खाना सबभन्दा। टाइमिङ गऱ्यौँ है हामीले सबै। लगभग 1:15 हामी चाहिँ खाना खाएर हिँड्यो। अब यसपछि चाहिँ रूपसे झर्ना आउँछ उहाँले भन्दै हुनुहुन्थ्यो। मैले रोक्नु होला है, यसचोटि त फोटो भिडियोहरू सबै क्याप्चर गर्नुपर्छ भने उहाँले पनि हुन्छ भन्नुभयो। आउनेखेर चाहिँ केही पनि हामीले त्यो रूपसे झर्ना फोटो भिडियोहरू चाहिँ खिचेको थिएन। अब चाहिँ खिच्नु पर्ला। मान्छेको क्रेज यति छ कि मुस्ताङ आउने यो पालि कुरै छोड्दैन। हेर्नु न, तपाईँ आफै हेर्न सक्नुहुन्छ भिडियोमा कति भिड छ। उतासम्म थियो, बाटो यत्रो छ अनि गाडी आउने 1 वे मात्रै हो, 2 वे भए सजिलो हुन्थ्यो। पहाडमा यस्तै 1 वे मात्रै हुन्छ। त्यही कारण हेर्नु न यहाँ यत्रो मान्छेको गाडीको भिड, कति डर लाग्दो बाटो पनि यहाँ। लास्टै मिनिमम हामी 20 मिनट जति होला रोकेको।
उताबाट अर्को आउँछ यताबाट अर्को आउँछ अनि गाडी जाने ठाउँै हुँदैन हाम्रो बाइक जाने बाटो पनि थिएन अनि यताबाट अर्को गएपछि बल्ल हाम्रो जान्थ्यो हेर्नु न कस्तो भिड छ होइन यो बाटो चाहिँ अलि ऊ नै थियो जोस अलि डेन्जर टाइपको नै थियो गाडीहरू त बाफरे बाफ कति आएको त्यही त हाम्रो होटल नपाएको हामी फर्किने क्रममा पनि मान्छे अझै आउने जारी नै थियो फर्किने उस्तै आउने उस्तैको त्यस्तै लाइन थियो हेर्नु त बाबा बाबा कस्तो डेन्जर यो चाहिँ तातो पानी हो तातो पानी पोखराको तातो पानी हाम्रो ढुङ्गा छ नि त्यस्तै होइन कसरी आयो तातो पानी तातो पानी फाइनली गाइस हामी घर पुगिसक्यौँ खानासाना खाएर चाहिँ अब सुत्न लागेको फेरि याद आयो कि ब्लगिङ गरेकै छैन भनेर अनि हामी चाहिँ लगभग 6 आवर्स लाग्यो हामीलाई घर आउन चाहिँ मार्फाबाट चाहिँ हामी लगभग 12 बजे हिँडिसकेको थियौँ त्यसै घाँसमा चाहिँ हामीले चाहिँ खाना खायौँ अनि त्यहाँबाट हामी फेरि रूप्सी झरनामा चाहिँ हामीले फोटोहरू खिचेका थिएनौँ कि अनि फेरि त्यहाँ टाइम स्पेन्ड भयो रूप्सी झरनामा हामीले फोटोहरू खिच्यौँ भिडियोहरू बनायौँ त्यसपछि बिच बाटोमा फेरि ट्राफिक जाम भयो बाबा मान्छेको आउने जाउने उस्तै नै घुइँचो थियो बाफरे बाफ लास्टै के योपालि लास्टै क्रेज बढ्यो चाहिँ मुस्ताङमा अनि त्यस्तै गर्दै बिस्तारै बिस्तारै आइयो हामीहरू अनि यता अगाडि आइसकेपछि हामीले चाहिँ कुस्मामा चाहिँ के खायौँ सानो के खायौँ हामीले कुस्मामा हामीले मोमो अनि पानी अनि त्यसपछि कोल्ड ड्रिङ्क्स अनि उसले चाहिँ चिया पनि खानु भएन तपाईँले चिया खायौँ अनि त्यहाँबाट फेरि हिँड्यौँ अनि हामी 6 बजीतिर पुग्यो लास्टै थाकेको छौँ ढाडहरू सबै अनि दुखेछ अनि फोटोहरू चाहिँ केही पनि हालेको त छैनौँ एउटा दुइटा स्टोरीमा जे होस् न हालिराखेको थियौँ हामीले चाहिँ अनि अब ब्लग चाहिँ ढिलै नै आउँछु होला एडिट सिडिट गर्नु पर्यो यताउता गर्नु पर्यो सो तपाईँहरूलाई चाहिँ हामी नेक्स्ट ब्लगमा भेट्नेछौँ फेरि पनि होइन हाम्रो चाहिँ यो फर्स्ट होइन ट्राभल ब्लग हामी दुईजनाको है ल बस बाई गाइज सी यू नेक्स्ट टाइम सानो गुड नाइट पनि है गुड नाइट भन्छु न पीस आउट बाई बाई हैव अ सेफ ड्रिम गाइज बाई बाई अनि के सेफ ड्रिम हो नाइस ड्रिम भन्नु न सेफ ड्रिम पनि हुन्छ नि सानो कहिले भूतको सपना देखिन्छ नि त्यही कारण सेफ ड्रिम र म मेरो फ्यामिलीले धेरै मिस गरिरहेको छु पुगु पुन्टर काइरा मम्मी बुवा अनि मेरो सिस्टरहरू जिजुहरू सबलाई धेरै मिस अनि मेरो प्यारो प्यारो डगीलाई पनि धेरै धेरै मिस गरेको छु म छिटो नै घर नै आउने छु होइन सानो यस यस बाई